Hands up. Hands up भन्छु. जाडो छ यस्तो. Hands up भने. जाडो छ भने. Hands up भने सुन्नुहोस्. जाडो छ भने सुन्नुहोस्. तेरा बाजे म किडन्यापर. मेरो बाजे किडन्यापर कि तपाईँ? म किडन्यापर. मेरो बाजे नि. तेरा बाजे मलाई के थाहा? Hands up. जाडो छ के दाइ? साले भनेको कुरा मान्छस् कि त जाडोमा लुकलुक कामेको भिडियो टिकटकमा हालेर भाइरल गरिदिउँ अनि युट्युबरलाई इन्टरभ्यु दिएर थाहा पाउँछस्. गुड. तेरोबाट फोन लगा 10 लाख माग्नु छ. ब्यालेन्स चाहिँ छैन दाइ. पिक्क माग्नेको सन्तान. ल फोन लगाएर मलाई दे 10 लाखको सवाल छ. दाइ बुवा. गुड. हेलो. हेलो. तेरो छोरा हाम्रो कब्जामा छ. के रे? तेरो छोरा हाम्रो कब्जामा छ. कहाँ छ रे? तेरो छोरा हाम्रो कब्जामा छ भने. कहाँ हो त्यो भने? लगन हिलबाट भित्र हो? तेरा बाजे हामीसँग छ भने. मेरो बाउ त त्यहाँ हुनु नपर्ने. तीर्थ गएका थिए त बुढा. तेरो छोरालाई हामीले अपहरण गरेर यहाँ ल्याछौँ. किन लग्या त नि? कुरुक्क जाउँ छोरो भनेको त गइहाल्थ्यो. तँलाई जिस्का जस्तो लागेको छ? हँ तँलाई जिस्का जस्तो लागेको छ? तेरो छोरा हामीले किडन्याप गरेका छौँ. के गरेका छौ? किडन्याप गरेका छौँ. के? किडन्याप गरेका छौँ. किन गरे नि किडन्याप? हामीलाई पैसा चाहियो त्यही भएर. पैसा चाहियो रे. अनि पैसा चाहियो युट्युब च्यानल खोल्ने कि किडन्याप गर्दै हिँड्ने? बुद्धि नभएको ढाका. धेरै नसिका बुढा. खुरुक्क पैसाले नत्र तेरो छोरा सिधाइदिने हो. के दिन्छु? सिधाइदिन्छु. के? सिधाइदिन्छु. कहिले दिने नि सिधै चाहिँ? अहिले यही. त्यसो भए के पैसा लिएर आउनु? सिधै हाल्ने रहेछ. कस्तो पागल बुढा हेर्छ. तँलाई तेरो छोराको माया लाग्दैन? लाग्छ. त्यसो भए खुरुकन 10 लाख लिएर आइज. कहाँ छ नि त्यो 10 लाख चाहिँ? कहाँ छ मलाई के थाहा? आफैलाई थाहा नभए पैसा के मागिर? साले बुढा पैसा ल्याएन भने काट्दिन्छु. फ्रीमै? नो सर्भिस चार्ज? यो बुढाले मलाई पागल बनाउने भयो. हेर बुढा पैसा ल्याएन भने साँच्चै काट्दिन्छु. काट्देऊ बाबु काट्देऊ. मैले दिनरात भन्दा पनि त्यसले कपाल काट्न माने थिएन. बाबु तिमीले काट्देऊ मजाले काट्देऊ. मैले कपाल काट्छु भने हो? अनि के त? नङ काट्ने भने? होइन टाउको काटेर खोलामा फालिदिन्छु. अनि जिउ चाहिँ? जिउ पनि खोलामा फालिदिन्छु. कुन चाहिँ अघिकै खोलामा हो? हो एउटै खोलामा काटेर फालिदिन्छु. अनि फाल्ने नै भए किन काट्नु? काट्ने नै भए किन फाल्नु? के बुद्धि नभएको ढाका रहेछ? त्यसो भए नकाटेको नफालिदिन्छु. मारेर त फाल्ने होइन नि त, जलाउनु पर्छ संस्कार अनुसार. हेत्तेरी नमारिकन फालिदिन्छु. नमारिकन फाल्यो भने त्यो पौडी खेलेर घरसम्म आइहाल्छ. यस्तो चिसोमा निमोनिया हुन्छ हो. बरु गाडी चलाएर पठाइदिनु न. पागल बन्यो मलाई यो बुढाले. ए बुढा सुन, पैसा लिएर आएनस् भने तेरो छोरो रोएको भिडियो टिकटकमा हालेर भाइरल गराइन्छ. अनि युट्युबरहरूलाई इन्टरभ्यु दिँदा थाहा पाउँछस्. होइन नि त्यसो नअर्नुहोस् हजुर. बरु म पैसा लिएर आउँछु. त्यसो नअर्नुहोस्. बरु कहाँ आउनु पर्ने भन्नुहोस् त? भक्तपुरको एकान्त कुना. भक्तपुर नि एकान्त कुना छ? एकान्त कुना कहाँ हुन्छ त्यो डेटिङ गर्नेलाई थाहा हुन्छ. सोधेर छिटो आइज. बाउ छोरो तपाईँ यहाँ? तँलाई के त भएको छैन नि छोरा? मलाई के भएको छ र? ल नानी मेरो छोरो सकुसल्लामा बन्दुक पनि समातेर छ मेरो छोरो. अनि तँलाई किडन्याप गर्यो भने होइन बाउ? कहाँ मलाई गर्नु? मैले पो गरेको त. लौ अनि अघि मेरो मोबाइलमा त तेरो छोरालाई हामीले किडन्याप गरेका छौँ भनेर धम्की आयो. तँलाई बचाउनु भनेर बाबु यी 10 लाख रुपियाँ लिएर आएको मैले. त्यसको बाउलाई फोन गर्यो भनेर मेरो बाउलाई फोन गरियो क्या हो? प्यारेन्ट्स छैन दाइ. माग्ने सन्तान. ल फोन लगाएर मलाई दे 10 लाख रुपियाँ. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patent it. Being negative when you should be getting after it. I got facts over tracks. Listen, that's me slow, speaking fast, not the roast like a cat. Think I'm okay at last, but I don't
past and the pettiness. Emptiness, hilarious. You Hey, think you're worth my time, what? you're delirious, mysterious. ए कता गयो यो ओए पक ओए पक मेरो छोरो सोझ किडन्यापर भनेर हेपेको ठिक्क गइहाल्यो नि त्यत्रो दुःख गरेर किडन्याप गरियो नाति बाबु नाति नाति अर्को एउटा राम्रो किडन्याप गर्लास् मेरो आशीर्वाद छ तँलाई बाबु नाति बस हामी सोझा साझालाई किडन्याप गरेर खान पनि गाह्रो छ बा नाति बाबु नाति मैले एक दुईजना मन्त्री चिनेको छु ती मन्त्रीका डनहरूसँग तँलाई ट्रेनिङ लिन पठाउँछु त्यसपछि त 2 महिनामा पर्फेक्ट किडन्यापर बन्छस् बाबु नाति अब यस्तो हुन्छ बाबा हुन्छ